साथीहरू यो चाहिँ हाम्रो सिमरुतु बजार अहिलेको यतिखेरको अवस्थामा चाहिँ म सर हावा खाने बेलामा यहाँहरूमा झलक लिएर आएको छु साथीहरू। म चाहिँ यता माथि डाँडातिर जाँदैछु। अहिलेको यो अवस्थामा चाहिँ एकदमै गर्मी भइरहेछ। यो चाहिँ सिमरुतु बजार हो यो। हेलो साथीहरू, म अहिले चाहिँ यसो यो सिमरुतु बजारको हावा खाने क्रममा हामी चाहिँ दुई भाइ छोरा यसो हावा खाने निस्किरहेका छौँ बाहिरतिर। यो चाहिँ यो राप्ती राजमार्ग हो। राप्ती राजमार्गमा पर्ने यो रोड खण्डमा चाहिँ आज हाम्रो मर्निङ टाइम रहेको छ, बेलुकाको। त्यतिखेर चाहिँ यता पहाडी देखिएको छ यो सिमरुतु क्याम्पस सिमरुतु हो भने यता चाहिँ हाम्रो सिमरुतु बजार रहेको छ। र साथीहरू चाहिँ अस्ति हाम्रो एउटा इभी गाडी पनि गएको थियो र भने यताको साइडमा चाहिँ अस्तिर धेरै गाडीहरू एक्सिडेन्ट भयो। यही रोड हो, यो चाहिँ राप्ती राजमार्ग। यहाँबाट चाहिँ हाम्रो टिप्पर पनि एक्सिडेन्ट भएको थियो भने अस्ति ठुलो गाडी चाहिँ ट्रक पनि एक्सिडेन्ट भएको थियो भने हामी चाहिँ त्योभन्दा पहिलेको चाहिँ यहाँनिरबाट एउटा चाहिँ ट्रक उडेर तल पनि रोडमा गएको थियो साथीहरू। यहाँनिर चाहिँ यो तल देखिएको यो रुख छ नि, यो सानो रुख हो। यहाँनिरबाट चाहिँ तल केराको बुटानिरबाट तल गएर चालकको चाहिँ घटनास्थलमा मृत्यु भएको थियो। आज चाहिँ यसो टक्क हामी हावा खाने क्रममा यता आइरहेको छौँ साथीहरू। अहिलेको चाहिँ सन्ध्याकालीन अवस्था, यतिखेर चाहिँ बेलुकीको 5 बजिसकेको अवस्था छ। यहाँबाट चाहिँ म यसरी तपाईँहरूमा भ्लग बनाइरहेको छु। यो चाहिँ सिमरुतु बजारलाई यहाँबाट पनि निकाल्न सकिन्छ। यो हाम्रो सिमरुतु बजार। यता यो साइडमा यो रुख बिरुवाले छेक्दो रहेछ साथीहरू। यो चाहिँ तलको बजार, तल्लो बजार देखिरहेको छ। यो चाहिँ सिमरुतु त्रिवेणी माध्यमिक विद्यालय हो भने यतापट्टि चाहिँ हाम्रो सिमरुतु क्याम्पस रहेको छ। बोर्ड बिरुवाले देख्न सकिन्न। यता माथितिरको गाउँघरहरू पनि हामी यसरी निहाल्न सक्छौँ भने यता पारी मुसिकोटतर्फका गाउँहरू पनि हामी यहाँबाट देख्न सक्छौँ। अहिले चाहिँ यस्तो डाँडामा आइसकेको छ साथीहरू है। यस्तरी टक्क चाहिँ मसँग मेरो छोरा पनि छ। टक्क चाहिँ यहाँ एन्टी लाइट पर्ने रहेछ। यो टक्क यस्ता घाम यता आउने हुनाले अहिलेको चाहिँ यो ताजा अवस्थामा हामी यहाँबाट इभी गाडी गएको। यहाँबाट चाहिँ यो तल्लो भागमा यसरी चाहिँ अड्डिएको थियो इभी। यसलाई निकाल्न सफल त हुनुभयो। गाडीलाई त्यति खासै ठुलो क्षति भएको त थिएन, मानवीय क्षति पनि भएन। तर यो रोड चाहिँ यस्तो निकै ओह्रालो छ। हेर्नुहोस्, अब यो यसो एन्टी लाइट परेको छ, तपाईँहरू देखियो कि देखिँदैन। यसरी यस्तो चाहिँ माथिबाट एकदमै ठाडो छ। यस्तो ठाडो भए हुनाले यहाँनिर चाहिँ निकै दुर्घटना हुन्छ साथीहरू। अब यहाँबाट स्पिड गएको गाडी त यो यहाँनिर फेरि सामान्य मोड पनि रहेको छ। यो मोडबाट तल जान सक्छ। यसरी चाहिँ मेरो बाबु पनि मसँगै आएको छ। यसरी चाहिँ हामी आजको यो राप्ती राजमार्गमा चाहिँ हामी यसो टक्क गइरहेको छौँ साथीहरू। अस्ति न तल गाडी भन्दा जानेकै दिन चाहिँ समथिङ यही टाइममा चाहिँ सानो गाडी पनि गएको थियो। त्यो गाडी गएको ठाउँसम्म गएर म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ सिमरुतुको प्रहरी चौकी है साथीहरू। यहाँ चाहिँ माथिबाट मैले यसरी जुम गरेर निकालेको छु है। यो सिमरुतुको प्रहरी चौकी हो। यस्तो ओह्रालो रोड छ साथीहरू। यो चाहिँ झुलनेटादेखि सिमरुतुसम्म नै यस्तै ओह्रालो रहेको छ। सायद त्यही भएर हुनसक्छ ब्रेकमा समस्या आइरहेको हुन्छ र गाडीहरू दुर्घटना हुन पुग्छन्। अब ड्राइभरहरूको पनि के गल्ती हुन्छ र यसमा साथीहरू, होइन?
अब यति ठाडो रोड छ अनि ड्राइभरहरूको पनि गल्ती त हुँदैन नि। यसरी टक्क चाहिँ अहिले मर्निङको टाइममा आफै झनै राम्रो हुने। अब सायद भोलिबाट मर्निङमा आउनुपर्छ जस्तो लागिरहेको मलाई। अहिलेको यो अवस्थामा चाहिँ म बेलुकीमा आइरहेको छु। यस्तो ओह्रालो छ साथीहरू, साथी हेर्नुहोस् यस्तो चाहिँ ओह्रालो छ तलतिर। उकालो भएर हेर्नुहोस् यो गाडी पनि निकै भार परिरहेको हुन्छ उकालोमा भने तलतिर पनि निकै ओह्रालो छ। यसरी नै एक्सिडेन्ट हुन्छ नि हेरेर। ल चाहिँ अहिले हामी जाँदैछौँ। अहिले चाहिँ हामी 2 बजे छोरा टक्क यहाँनिर चाहिँ यी है राइडर कहाँबाट आइयो? यसो केटो चाहिँ साइडबाट आएर चाहिँ काम गर्ने। टक्क अब चाहिँ हामी यता जानुपर्ने हुन्छ। हामी हिँड्दैछौँ साथीहरू। निकै उकालो छ, निकै उकालो भए तापनि हामीहरू हिँडिरहेका छौँ साथीहरू। यता हेर्नु माथि यता क्यामेरा यस्तो ओह्रालो रोडमा हामी चाहिँ 2 बजे छोरा टक्क हिँड्दैछौँ साथीहरू। अहिलेको हाम्रो चाहिँ साँझको जगिङ है यो चाहिँ। अब भोलि चाहिँ हामी बेलुकाको गर्नेछौँ भने बेलुकाको गरिरहेका छौँ भने अब भोलि चाहिँ हामी बिहानदेखि आउनेछौँ। यसरी चाहिँ हामी हिँड्दैछौँ साथीहरू राप्ती राजमार्ग अन्तर्गतको यो रोड खण्डमा। यस्तो ओह्रालो छ साथीहरू। अनि गाडीको ब्रेक नखाएर के हुन्छ? ब्रेक त खाने भइहाल्छ नि साथीहरू। तपाईँहरूलाई देखाउन सक्छु म यस्तो ओह्रालो छ। यो ओह्रालैमा त ब्रेक फेल हुन्छ त हो साथीहरू। ब्रेक फेल हुनको मुख्य कारण नै त्यही हो। अहिले भने हामी टक्क यसरी जाँदैछौँ बिस्तारै बिस्तारै हिँडेर। अब पहिलो दिनमा धेरै त्यसरी मचिएर पनि त हुँदैन साथीहरू होइन। मचिने भने अब 81 हिँडेको घोडामा चाहिँ नसाहरू तन्किन सक्छ। त्यो भए हुनाले अब बिस्तारै बिस्तारै आजबाट सुरु भयो भने हामी भोलि फेरि अलि स्पिड बढाउन सक्छौँ। छोरो यसरी दौड्छु भन्दैछ है। पुरा के दौड्यो होला हो। बिस्तारै 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 हिँड। 81 यस्तै दौड्ने हो भने फेरि समस्या हुन्छ नि खुट्टामा। अस्तिर चाहिँ यही यो खोल्सामा पनि एउटा सानो गाडी एक्सिडेन्ट भएको थियो साथीहरू। नेपालगञ्ज नाइट पनि गइसक्यो साथीहरू अहिले यतिखेरको अवस्थामा। यहाँबाट चाहिँ हाम्रो नेपालगञ्ज नाइट पनि जान्छ। यसरी टक्क गयो। यही ठाउँमा चाहिँ यताबाट आएको गाडी चाहिँ ठोकिएको थियो साथीहरू। अनि त्यहाँ यसरी आइसकेपछि यहाँनिर सानो टर्निङ छ। यो टर्निङमा यसरी आउने क्रममा चाहिँ नेपालगञ्जबाट फलफुल बोकेर लिएको गाडी यहाँनिर यसरी चाहिँ भित्तामा ठोकिएको थियो। र यसरी भित्तामा ठोकिएर चाहिँ गाडी भाँच्न सफल भएको थियो। यदि तल ढिकोतिर गएको भए त भन्न सकिँदैन थियो साथीहरू के हुन्थ्यो। यसरी माथिबाट आएको गाडी अनि सिधा यहाँबाट चाहिँ यसरी सिधा आएर त्यहाँ ठोकियो। होइन भने यता काटेको भए पनि यता खोल्छु थियो साथीहरू। यहाँ चाहिँ अस्ति एउटा अटो यहाँबाट यसरी रोडबाट यहाँबाट अनियन्त्रित भएर यता अटो पनि झरेको थियो यो खोल्सामा। फेरि पछि चाहिँ जेसिबी लगाएर तान्दा पनि पुनः टोचन छिनिएर फेरि त्यहीँ गएर अटो कामै नलाग्ने भयो साथीहरू। यसरी चाहिँ हाम्रो यहाँनिर एक्सिडेन्ट भएको थियो। ल साथीहरू आजको भ्लग चाहिँ हाम्रो यहीँसम्म रहेको छ। भोलि हामी अर्को बिहानको भ्लग लिएर आउनेछौँ। त्यति दिनजेलसम्मको लागि बाई बाई, टाटा साथीहरू, बाई बाई।